जलवायु परिवर्तनको असर सबैभन्दा बढी सीमान्तकृत, आर्थिक रूपमा कमजोर र श्रमिक वर्गमा परेको छ। यही विषयमा सरकारवालाहरूको ध्यानाकर्षण गर्ने उद्देश्यले राजधानीमा जलवायु न्याय अभियान सम्मेलन सम्पन्न गरिएको छ। प्रस्तुत छ यसैका बारेमा तयार गरिएको यो रिपोर्ट। विश्वमा बढ्दै गएको औद्योगिकरणका कारण जलवायु तापमानमा वृद्धि हुँदै गएको छ। यो सन्दर्भमा नेपालको पर्यावरण र कृषि क्षेत्र अझ बढी जोखिममा परेको छ। जलवायु परिवर्तनका असरहरू बढिरहेका बेला सीमान्तकृत समुदाय तथा श्रमिक वर्ग थप मारमा परेका छन्। त्यस्ता समुदायका समस्याहरू सम्बोधन हुने गरी कार्यक्रमहरू तय गर्न ढिला गर्न नहुने मतहरू पनि बाक्लिएका छन्। यसै सन्दर्भमा काठमाडौँमा जलवायु न्याय अभियान सम्मेलन सम्पन्न भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाहले अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिक वर्गको अधिकार रक्षाको सवाल अहिले पनि चुनौतीपूर्ण रहेको धारणा राख्नुभयो। देहरादूनदेखि डोटीसम्म, काठमाडौँदेखि बर्दियासम्म अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको साझा कथाहरू हामीले सुनेका छौँ, बुझेका छौँ। फरक भौगोलिक क्षेत्र, फरक स्वरूपको श्रम भए पनि शोषण, असमानता, असुरक्षा र अदृश्यताको कथा भने साझा छ। अनौपचारिक क्षेत्रमा श्रम गर्ने लाखौं नेपालीहरू अझै पनि अदृश्य, असुरक्षित र अवहेलित अवस्थामा रहेको विषय यो सम्मेलनले हामीलाई एउटा महत्त्वपूर्ण यथार्थसँग जोडेको छ। संविधानको धारा 16, 18, 29, 33, 34, 38 र 43ले जुन हकहरूको सुनिश्चितता गरेको छ त्यो कागजमा मात्र सीमित हुन हुँदैन। यो धाराहरूलाई सिद्धान्तमा उतार्ने जिम्मेवारी सरकार र नागरिक समाज, स्वयं श्रमिकहरू समेतको साझा हो। लाखौंको संख्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा ओगट्दछन्, तर उनीहरूको आधारभूत अधिकार, पेशागत तथा सामाजिक सुरक्षाको पाटो कमजोर भएको सरकारवालाहरू बताउँछन्। ठेकेदारले ठगी गरेर गएका छन्, त्यो ठगी हुनको कारण किन रहेछ भन्ने कुरा हामीहरूले महसुस गर्नु पर्यो। जस्तै ठेकेदार त आयो, त्यो ठेकेदारले स्थानीय सरकार, केन्द्र सरकार, प्रदेश सरकारसँग समन्वय गरेर काम गरेको भए हामीलाई जेल पाउनु सजिलो हुन्थ्यो कि हाम्रो जेलमा सुधार हुन्थ्यो कि। जहाँसम्म जलवायु परिवर्तनको कुरा छ, त्यो जलवायु परिवर्तनले सबैभन्दा मारमा कसलाई पार्छ? त्यही श्रमिकहरूलाई पार्छ, जो असुरक्षित छ, जोसँग राम्रोसँग बस्नुको लागि ठाउँ छैन, खानको लागि पुग्ने मात्रामा उसँग खाना छैन। त्यो जलवायु परिवर्तनले सबैभन्दा पहिला तिनीहरूलाई नै उत्पीडित बनाउँछ, तिनीहरूलाई नै भिक्टिम बनाउँछ। यसर्थ हेर्दाखेरि लाग्छ यो धेरै ठुलो कुरा, यो हाम्रो कुरा होइन जस्तो लाग्छ, तर वास्तवमा जलवायु परिवर्तनले ती समाजको पीडमा रहेकाहरू, राज्य सत्तामा पहुँच नभएकाहरू, गरिबहरूलाई नै सबैभन्दा बढी यसले असर गर्छ। हामीले हिमालय पर्वतीय श्रृङ्खलाहरू चाहिँ अहिले जोखिममा छन् भनेर अन्तर्राष्ट्रिय फोरममा भनिराखेका छौँ। त्यसले सिङ्गो मानव जगत एउटा सङ्कटमा गइराखेको छ भनेर हामी बहस गरिराखेका छौँ। ठिक त्यसै गरी घरभित्र, देशभित्र गर्दा किसानका, मजदुरका, श्रमिकका, अझ धेरै बढी महिलाका यी कुराहरूलाई हामीले ठिक ढङ्गले न्याय सम्पादन गर्न सकेनौँ भने जलवायु न्यायको कुरा गर्नु भनेको चाहिँ निरर्थक हुन्छ भनेर हामी भनिराखेका छौँ। म यहाँ पनि यो कुरा निवेदन गर्न चाहन्छु। अहिलेको लेबर फोर्समा 84% जनसङ्ख्या चाहिँ इन्फर्मल वर्करमा काम गरिरहेका छौँ र इन्फर्मल वर्करका समस्याहरू चाहिँ दिनानुदिन बढ्दैछ। अहिले भनेको समस्याहरू अहिले यहाँले एकदमै राम्रो कुरा गर्नुभयो। म अहिले आफैले देखेको छु, त्यो कन्ट्र्याक्टरले लेबरलाई पैसा नदिँदाखेरि अनि उहाँहरूको इन्सुरेन्स नभइकन उहाँहरूले हस्पिटलमा रहँदाखेरिको त्यो पीडा एकदमै दयनीय छ। यो सेक्टरलाई चाहिँ यो हामीले यो नीति नियम तहमा यसलाई कसरी हुन्छ पार्नुपर्ने छ। एक्सन एड नेपालका कार्यकारी निर्देशक सुजिता माथेमा अनौपचारिक क्षेत्रका मजदुरहरूको अधिकारको सवालमा थप काम गर्नुपर्ने बताउनुहुन्छ।
श्रमिकभित्र पनि महिलाहरूको अवस्था थप संवेदनशील भएकाले राज्यले समुदाय केन्द्रित उत्थानशीलताका कार्यक्रम ल्याउन जरुरी रहेको उहाँको भनाइ छ। अनौपचारिक क्षेत्रमा महिला श्रमिकहरूको केयर वर्क हेरचाहमूलक कार्यको बोझ घटाउन कुनै ठोस सार्वजनिक सेवा प्रणालीको व्यवस्था पनि छैन हैन। उहाँहरू खुला वातावरणमा काम गर्नुहुन्छ। गर्मी, बाढी, वायु प्रदूषणले उहाँहरूको स्वास्थ्यमा मात्र नभइकन उहाँहरूको जीविकोपार्जन र अस्तित्व नै खल्बलाउने काम पनि गरिराखिरहेको छ। तर यिनै श्रमिकहरू समाधानको महत्त्वपूर्ण हिस्सा पनि हुन्छ भन्ने कुरा चाहिँ हामीले बिर्सिनु पनि हुन्न। जस्तै फोहोर सङ्कलन गर्नुहुनेले पुनः प्रयोग र परिपत्र अर्थतन्त्रमा ठुलो योगदान पुर्याइरहनु भएको छ। कृषकहरू स्थानीय खाद्य प्रणाली र जैविक विविधता जोगाउने काम गर्दै हुनुहुन्छ। तर यी योगदानहरू जलवायु नीति र बजेटमा कमै मात्र मान्यता पाएको हामी सबैले देख्दै आएको छ। न्यायको अर्थ यो पनि हो कि जलवायु परिवर्तनबाट प्रभावित हुने देश, समाज, समुदाय, व्यक्तिहरूले आफूलाई असर गर्ने निर्णयहरूमा सहभागी हुन पाउनुपर्छ। कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि, नागरिक समाज, पत्रकार, अभियानकर्मी, सांसद तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रम अघि श्रमिक अधिकारको माग राखिएका विभिन्न नारा सहितको ब्यानर र प्लेकार्ड बोकेको र्याली, हाकाथोन समेत गरिएको थियो। कार्यक्रम युथ एडभोकेसी र नेपाल महिला एकता समाजको सहकार्यमा एक्सन एड नेपालले आयोजना गरेको थियो।